सुन्दै अचम्म लाग्ने एक ट्रक पैसा, त्यो पनि काठमाडौँमा पैसा किन्ने कार्य निरन्तर। आज काठमाडौँमा एक अचम्मित घटना घटेको छ जसले धेरैको ध्यान आकर्षित गरेको छ। प्रहरीले एक ट्रकलाई पक्राउ गरेको छ जसमा ठूलो मात्रामा रकम ल्याएको जानकारी प्राप्त भएको छ। अहिले प्रहरीले उक्त पैसालाई गर्ने प्रक्रिया सुरु गरेको छ र घटनामा थप अनुसन्धान जारी रहेको बताएको छ। त्यस्तै प्रहरीको जानकारी अनुसार ट्रकमा सवार 2 जनालाई पनि पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा तिनीहरूले ल्याएको रकमको स्रोत र उद्देश्यको बारेमा अस्पष्ट जानकारी दिएको छन्, जसले यस घटनालाई अझ बढी रहस्यमय बनाएको छ। यस घटनाले नेपालको अर्थतन्त्रसँग सम्बन्धित अवैध गतिविधिहरू र धनको अनियमित प्रवृत्तिका बारेमा गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्नको लागि थप सोधपुछ गरिरहेको छ, अनुसन्धानलाई तीव्रता दिएको छ। यस घटनाले आर्थिक अनियमितता र तस्करीको सम्भावना बारे चासो उत्पन्न गरेको छ। साथै यो घटना सुरक्षा र कानुनी प्रक्रिया कतिको प्रभावकारी रहेको छ भन्ने प्रश्न उठाएको छ। उक्त घटनाले भविष्यमा यस्ता गतिविधिहरू रोक्नको लागि कडा कानुनी कदमहरू आवश्यकता रहेको दर्शाएको छ।